हेलो गाइस, नमस्ते। आज चाहिँ फेरि म मिनी ब्लग लिएर आइसकेँ। हामी चाहिँ आज घोंगी टिप्न जाँदैछौँ। घोंगी भने मलाई धेरै नै मिठो लाग्छ। कोही भने घोंगीलाई किरा पनि भन्ने गर्छ, अनि घोंगी त मेरो मायालाई धेरै नै मिठो लाग्छ, म भन्दा नि धेरै। खोलामा घोंगी टिप्न जाँदैछौँ भनेर मेरो माया चाहिँ धेरै नै खुसी हुनुहुन्छ। बिहानै निस्किम, त्यसैले हामीलाई भोक लागेर अलिकति फलफुल पनि खान लाग्यो। यो फलको नाम थाहा छ भने कमेन्ट गर्नु होला। खानामा चाहिँ अमिलो गुलियो खट्टा टाइपको हुन्छ। यसको रुख भने सानो ठुलो जति सुकै नै हुन्छ। फल खाएर मेरो मायाको पेट नभरेर जङ्क फुड खान लाग्नु भएको। मलाई दिँदै हुनुहुन्थ्यो, तर म चाहिँ जङ्क फुड खाँदैन। मैले त सबैले यो भन्छु कि घोंगी खानु, तर जङ्क फुड चाहिँ नखानु। तर घोंगी टिप्नको लागि त हामीलाई अझै यो जङ्गल टार्नु पर्छ, धेरै नै टाढा रहेको छ। घोंगी टिप्न पनि कहाँ सजिलो छ र आफ्नो गाउँ टाढी जङ्गल पारी जानुपर्छ। अनि अलि अगाडि गइसकेपछि यो भाइलाई भने घोंगी खान दिन्छौ भाइ? त्यो भाइले त घोंगी खान दिएन, त्यही पनि हामी चाहिँ घोंगीको तलासमा आइसक्यौँ। धेरै लामो बाटो पछि हामी चाहिँ घोंगीको नजिक पुगिसक्यौँ। हिँड्दा हिँड्दै मेरो मायालाई चाहिँ यस्तो गर्मी लाग्यो कि हिँड्न नसक्ने हालतमा हुनुभयो। मलाई पनि त्यस्तै नै भएको छ, तर भने म चाहिँ क्याप लगाएको छु। हुन त पहाडको छेउमै छौँ, तर भने गर्मी त धेरै नै। यताको मौसम पनि बहुत राम्रो छ। अलि अगाडि गइसकेपछि मेरो माया चाहिँ पुतलीसँग खेल्नुभयो। यहाँको हरियाली वन र नेचुरल ठाउँ देखेर त हामीलाई गर्मी पनि लाग्न छोडिसक्यो। एकछिनपछि हामी चाहिँ घोंगी टिप्ने ठाउँमा पुगिसक्यौँ। खोला चाहिँ ठुलो भएको कारणले घोंगी चाहिँ टिप्न हामीलाई अलि गाह्रो हुन लाग्यो। त्यही पनि हामी चाहिँ घोंगी थोरै भए पनि टिप्न लाग्यो। अनि घोंगी भनेको त हाम्रो थारू संस्कृति र पहिचान। हाम्रो यो थारू संस्कृति र थारू पहिचानलाई चिनाउनको लागि हामी यति टाढा 8-9 किलोमिटर टाढा आएका छौँ। भन्छन् नि कि थारूको छोरा हुँ म, घोंगी बेचेर भए पनि तिमीलाई पालिदिन्छु। हो, त्यस्तै म पनि हुँ। म पनि आफ्नो मायालाई घोंगी बेचेर भए पनि पालिदिन्छु। तर भने भन्न चाहिँ सजिलै हुन्छ, गर्न चाहिँ गाह्रो हुन्छ, किनभने टाढा यस्तो घाममा आउनुपर्छ 8-9 किलोमिटर टाढा। हुन त जे गर्न पनि गाह्रै हुन्छ, तर आफूमाथि भरोसा हुनुपर्छ। हामी चाहिँ घोंगी टिपेर पनि भ्याइसक्यौँ। अनि घर जाने बेला बाटोमा यो चिज भेट्यो। के हो यो, खाने हो कि होइन भनेर हामीलाई पनि थाहा छैन। हेर्दामा त खाउँ जस्तो लाग्ने चिज, तर कोही खाने हो कि होइन भनेर हामीले त्यो फालिदियौँ। हजुरलाई थाहा छ भने कमेन्ट गर्नु होला खाने हो कि होइन भनेर। आजको मिनी ब्लग चाहिँ यति नै हो गाइस। आशा गर्दछु आजको मिनी ब्लग राम्रो नै भयो होला भनेर। ओके, बाई बाई गाइस।